केही फरक पर्दैन। यो गाईको चाहिँ पेटबाट निक्लेको यो किला काटी तार कति छ हेर्नुहोस्। अचम्मै छ है। अचम्म लाग्यो है कति कति यसको पेटमा त हेर्नुहोस् यो पुरै। त्यही भएर यो क्रमशः यसले चाहिँ लक्षणहरू देखाउँदै गरेको छु। यो बिस्तारै देखिने लक्षण हो, फेरि आजको भोलि देखिने लक्षण होइन, यो क्रमशः देखिन्छ। ल हेर्नुहोस् त यत्रो किला काटी तारहरू यो गाईको पेटमा भएको अवस्था हेर्नु त। तपाईँ गाईको सम्पत्ति कति रहेछ? एक पाउ छ त? यस्तो भएर बस्छ हो। भर्खरै हामीले यो गाईको चाहिँ किला काटीहरू फलामहरू निकालेका छौँ। यो निकालिसके पछाडि गाईले यहाँ घाँस खाँदै गरेको हामी देख्न सक्छौँ। यति छ यसमा 3 इन्ची 4 इन्ची पनि छ क्या चाँडो गाल थियो कि होइन। ल हेर्नु न, पनि छ कि खाने गली पनि छ। यो गाई त्यही भएर किलाहरू आमा किला काटी तार सबै छ होइन त? सबै छ, सबै टन्नै टन्नै छ यसमा, मसिनोदेखि लिएर ठुलोसम्म। यो एउटा यस्तो परिदिने बित्तिकै त काम अगाडि पुग्यो। यो हेर्नु न कति साना त कति हो हेर्नु न, सानो त यहाँ हिसाबै भएन त। यो मसिनो 3टा मात्रैको हिसाब भइरहेको छ। चाहिँ दानाको हो, यो अँ, दानामा आएको हो यो। किन आएको चाहिँ सबै दानामा यो सानसानो यो पुसाबाटै गयो, यो तार पुसाको हो हैन, हो। खडिया ठुल्ठुला थियो, यो मसिनो जति सबै दानाको हो यो। सबै पहिला खराब भयो कि यो गाईको पेटबाट निकालेको।